दर्शकबिन नमस्कार र आज हामी एकजना विशेष व्यक्तिसँग तपाईँहरूलाई भेटाउन गइरहेछौँ। आज भने हामी बेङ्गलोरमा छौँ, बेङ्गलोरको इन्द्रनगरमा। र आज हामीसँग सायद हजुरहरूले सोसियल मिडियामा देखिसक्नु भएको होला उहाँलाई, जुन उहाँको चेहरा, जुन उहाँले बेङ्गलोरदेखि भिडियो बनाउनुहुन्छ र उहाँको परिचय त हजुरलाई दिइरहनु पर्दैन होला, त्यही पनि मैले उहाँकै मुखबाट उहाँको परिचय पनि लिनेछु। र नमस्कार सर हजुरलाई। र हजुरको सानो एउटा छोटकरी परिचय पनि दिनु र अघिको कुरा पनि हामी गर्नेछौँ। नमस्ते छ सबैजनालाई। पहिले त गोर्खा अनलाइनलाई म धन्यवाद भन्न चाहन्छु। उहाँले मलाई यति माया दिएर भिडियो बनाइदिनु भयो, त्यसको लागि धन्यवाद छ। र गोर्खा अनलाइनलाई म यही भन्न चाहन्छु, उहाँले हाम्रो समाजलाई धेरै प्रेरणा दिनुहुन्छ, राम्रो बाटो देखाउनुहुन्छ। र सबैभन्दा पहिले त गोर्खा अनलाइनलाई थ्याङ्क यू। र म दीपक सुवेदी हो मेरो नाम, तपाईँहरूलाई सबैजनालाई त थाहा होला। सोसियल मिडियामा तपाईँहरूले मलाई यति माया दिनुभएको छ, सबैजनाले मेरा भिडियोहरूमा मिलियन पुर्याइदिनु भएको तपाईँहरू नै हो। म सबैजनालाई यही आग्रह गर्छु कि आउने दिनहरूमा म यस्तै राम्राहरू काम गर्न सकौँ, तपाईँहरूको माया यसरी नै पाउन सकौँ। मेरो सोच, मेरो विचारै त्यही छ, साना भाइ बहिनीलाई राम्रो दिशा देखाउन सकौँ। मेरो चाहिँ त्यही सोच छ र तपाईँहरूले माया दिइराख्नु भएको छ। र हजुरको जुन भिडियोहरू छन् मिलियनमा, र अरू आगामी जो भाइ बहिनीहरू पनि फेसबुकमा कन्टेन्ट बनाउनु चाहँदैछन् भने उहाँहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? र फेसबुकमा कति चाहिँ इन्कम चाहिँ हुन्छ होला, किनभने तपाईँको मिलियनमा पनि भ्युजहरू जान्छ र बेङ्गलोरदेखि तपाईँले अब राम्रो एउटा प्रेरणादायक भिडियो बनाउनुहुन्छ, मोटिभेट गर्नुहुन्छ र समाजमा कुनै के गलत हुँदैछ भने त्यो विषयमा पनि भिडियो बनाउनुहुन्छ। त्यो विषयमा चाहिँ अब हाम्रो भाइ बहिनीहरूलाई के भन्न चाहनुहुन्छ र कति कमाइ हुन्छ फेसबुकमा, यो पनि दुई कुरो छोटकरीमा राखिदिनु होला। हेर्नु, हामीहरू मानवता हौँ, हामीले के काम गर्दैछौँ पहिले हामीले त्यो ध्यान राख्नुपर्ने कुरा आउँछन्। अरू सोसियल मिडिया यस्तो चिज हो, गर्न राम्रो गरिएको छ भने राम्रो रिजल्ट पाइन्छ, अगर नराम्रोतिर गइएको छ भने नराम्रो रिजल्ट पनि पाइन्छ। हेर्नु, सोसियल मिडिया यस्तो प्रकारको हो। र सोसियल मिडियामा तपाईँहरू काम नगर्नु म कसैलाई भन्दिनँ, सबैजना काम गर्ने सबैको अधिकार छ। तर तपाईँले कस्तो खालको काम गर्नुहुन्छ त्यो तपाईँको उपरमा निर्णय आउँछ। हेर्नु, समाजमा तपाईँ मोटिभेट गर्नु न, समाजलाई राम्रो दिशा देखाउनु। आज तपाईँले राम्रो गरेका कामहरूले अरूले सिकेर अरूले पनि राम्रो कामहरू गरून् है। आज तपाईँले नराम्रो मोटिभेट भिडियो बनाउनुहुन्न भने त्यस्ता अरू युवाहरू, अरू बच्चाहरू, अरू दिदीबहिनीहरूले त नराम्रोतिर लाइनमा गयो नि त। र सोसियल मिडियाको यसलाई के भन्छन्, उपयोग चाहिँ सदुपयोगमा गर्नुपर्छ, दुरुपयोग गर्नु भएन, राम्रो त्यसलाई दिशापट्टि लानु पर्यो भन्न चाहन्छु। र आउने दिनहरूमा सबैजनाले राम्रो काम गर्नु। अब पैसाकोतिर जाँदाखेरि हेर्नु, पैसै मात्रैमा सबै कुरा आउँदैन। चाहिँ जस्तो कि अब कतिजना ऑडियन्स होला कि तपाईँसँग प्रेरणादायक भएर उहाँहरूले सोच्छन् कि दीपक सुवेदीले चाहिँ कति जति चाहिँ महिनामा कमाउँछन्, अलिकति खुलासा गरिदिन सक्नुहुन्छ? हेर्नु, भन्न त बहुत मान्छेले भन्नुहुन्छ दीपक सुवेदीले बहुत पैसा कमाउनुहुन्छ, मिलियन भिडियो गएका छन् भन्नुहुन्छ। तर म एउटा कुरो चाहिँ दिल खोलेर भन्छु, जसले यो प्लेटफर्ममा काम गर्छ नि त्यसलाई थाहा हुन्छ। तर हेर्नु, मैले एक्चुअली पैसाको लागि चाहिँ मैले काम गरेको होइन, किनभने मेरो सोच चाहिँ कस्तो छ भने नि त, समाजलाई राम्रो बाटो देखाउँ। आज कसको छोरो भन्दाखेरि फलानाको छोरो भन्ने मैले एउटा पहिचान देखाउन सकौँ है। पैसो भनेको त हातको मैलो। हेर्नु, आज तपाईँले मलाई राम्रो माया दिनु भन्यो, तपाईँलाई पनि म माया दिन्छु नि। त्यस्तै अब पैसातिर जाँदाखेरि अहिले फेसबुकले त राम्रो ठगेको छ। मिलियन भ्युजमा मेरो एउटा 2.8 मिलियन भ्युज गएको थियो, त्यसमा मैले लगभग 1400 जति मात्रै पैसा पाएको छु। अब सोच्नुहोस् न, अब पैसा चाहिँ फेसबुकले त्यति दिँदैछ भए तापनि हामीले राम्रो काम गर्नुहुन्छ, यस्तै प्लेटफर्मबाट हामीले समाजलाई राम्रो एउटा जानकारी दिनुपर्छ भन्ने चाहिँ मेरो सोच हो। र धन्यवाद छ हजुरलाई, र उहाँलाई पनि सम्पूर्णलाई माया गरिदिनु होला। हामी उहाँको जुन पेजको नाम पनि यहाँ डिस्क्रिप्सनमा राखिदिनेछौँ, दीपक सुवेदी, गएर फलो गरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनुहुन्छ भने आशा गर्दछु। धन्यवाद।